हेलो एभ्रिवान। आज चाहिँ मैले बोयाको माइक किनेको थिएँ होइन। बोयाको पनि BY MW10 वाला माइक किनेको थिएँ। यसको चाहिँ मलाई एक्ज्याक्ट कस्ट पऱ्यो कति यो भिडियोमा भन्छु। अनि प्लस अब यो माइक किन्न आवश्यक थियो होइन, र तपाईँहरूले कसरी किन्न सक्नुहुन्छ चाहिँ म सबै यो भिडियोमा अगाडि भन्दै जान्छु। र यो माइक सँगसँगै आजको जस ओभरअल यो माइक किन्दाको एक्सपिरियन्स चाहिँ म भन्छु होइन। बिहान उठेर चाहिँ म सिधा आज केही गर्दिनँ, आज म माइक किन्छु भनेर गएको थिएँ कि। अनि म यसको साउन्ड पनि तपाईँहरूलाई पुरै सुनाउँछु है। यो म चाहिँ अनबक्सिङ गरिसकेँ अनि हेर्छु अब कस्तो छ। अनि त्यसपछि यसको साउन्ड पनि सुनाउँछु अनि यसको फिडब्याकहरू पनि तपाईँ मलाई दिनु होला कस्तो आएछ भनेर होइन। अनि आज चाहिँ माइक किन्छु भनेर उठेको थिएँ कि बिहानै। अनि त्यसपछि बिहान किन्छु भनेर उठेको थिएँ अनि उठेँ। अनि त्यो सिधै गएँ म जुन चाहिँ पसलमा मैले हिजो किन्छु भनेर बसिरहेको थिएँ त्यो पसल चाहिँ के भन्छ भने बिहान खुल्दैन नि त। म पनि अब बिहान पुरा डेस्परेट भएर चाहिँ कति बजी 9 बजे गएको थिएँ कि माइक किन्नको लागि भनेर। अनि माइक किन्नलाई म 9 बजे गइसकेपछि चाहिँ त्यहाँनिर पसल बन्द थियो। त्यसपछि म यताको र उताको पसल हेर्न थालेँ, किन माइक त किन्नु पऱ्यो। जसरी गइसकेँ किन्न भनेपछि यताउता पसल हेरेँ। अनि रहन्छ फेरि ठ्याक्कै यही माइक चाहिँ छैन क्या, जुन खोजेँ नि मैले त्यही माइक चाहिँ छैन क्या। अनि के भयो भन्दाखेरि त्यहाँ गएँ, यता सोधेँ उता सोधेँ उनीहरूले फाइनली एउटा पसल चाहिँ मैले भेटाएँ होइन। त्यहाँको चाहिँ मलाई लास्टै राम्रो लाग्यो क्या। त्यो चाहिँ मलाई पर्सनली धेरै राम्रो लाग्यो क्या। र मैले पछि थाहा पाएँ दराजमा नि हुनुहुँदो रहेछ उहाँहरू होइन। र अब अनि के भयो भन्दाखेरि गएँ अनि सिधा रेट सोधेँ क्या। मैले सिधा भने दाइ बोयाको माइक छ 2टा वाला भनेर भने होइन। अनि त्यसपछि अरू ठाउँमा सोद्धा चाहिँ त्यो नर्मली अनलाइनतिर सोद्धाखेरि चाहिँ के भयो भन्दाखेरि उहाँहरूले मलाई चाहिँ 2500 भन्नुभएको थियो कि। सिधा 2500 नो बार्गेनिङ फिक्स रेट भन्नुभएको थियो। अनि दाइले चाहिँ मलाई सिधै दिनु हो कि यति बेला 1800 मलाई जो भाइ भनेर दिनुभयो। अनि हामीलाई वाउ कस्तो राम्रो सपकिपर होइन। म त्यो लिङ्क पनि तल राखिदिन्छु, यो बोयाको माइक कहाँबाट किन्ने भने चाहिँ म लिङ्क पनि राखिदिन्छु होइन। अनि 1800 भन्नुभयो, मैले त्यसो धमाधम 1800 किनिहालेँ। अनि त्यसपछि यसो सोचेँ राम्रो रेट लागेको थियो। मैले अरू काम पनि टन्नै गरेँ होइन। मैले त्यसपछि सबै काम गरेँ। अनि प्लस अब यसको साउन्ड क्वालिटी चेक गरौँ। अनि अर्को एउटा लास्ट पोइन्ट भन्छु मैले त्यसपछि अर्को के किनेँ भनेर। अब यो चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ यो चाहिँ पुरै बोयाको माइक भयो होइन। अनि अब यसमा चाहिँ एउटा यो जोड्ने हुँदो रहेछ कनेक्टर, जुन चाहिँ यस्तो हुन्छ। यो चाहिँ अब पुरै डब्बा हो होइन, खोलिसकेपछि डब्बा हो। अनि यसमा चाहिँ कनेक्टर यस्तो हुँदो रहेछ एउटा, यो चाहिँ एउटा कनेक्टर हो, यो चाहिँ फोनमा जोड्ने होइन। अहिले म जोड्छु अनि साउन्ड पनि सुनाउँछु। अनि त्यसपछि यसको 2टा चाहिँ माइक हुँदो रहेछ, यस्तो हुन्छ माइक चाहिँ। कता यो बोयाको माइक भयो, यो एउटा माइक अनि सेम खालको अर्को माइक भयो होइन। यसको चार्जिङ चाहिँ यहाँ तल छ, अनि त्यसपछि अब हेरौँ है त कस्तो साउन्ड आउँछ हेरौँ। अनि यसपछि मैले के किनेँ म त्यो नि भन्छु। एउटा मात्रै निकाल्छु। अघि एकचोटि खसाएको थियो नि त स्टार्टिङमा, अनि घिर्र गरेर आएको जस्तो लागेको थियो मलाई। राम्रो त राम्रै किनेको थिएँ यार। अब हेरौँ है त, लेट्स सी। अब यही चाहिँ म यहीँ मेरो यो टाइप सीको हो होइन। सो आई विल कनेक्ट इट बाई हियर। ल यसको अहिलेको साउन्ड चाहिँ सुनिहाल्नु हो, यो चाहिँ अहिलेको साउन्ड हो। र मैले लिन चाहिँ यही नै लिएको हो होइन, बोयाको माइक नै लिएको। योभन्दा पहिला चाहिँ मैले यतिकै ऱ्यान्डम रेकर्डिङ गर्थेँ। अब चाहिँ रेकर्डिङ पनि अलिकति राम्रो साउन्ड आउँछ। अनि यसको अहिले मैले एकचोटि टेस्ट गर्दा घिर्र गरिरहेको थियो, त्यो घ्या गरेर साउन्ड आइरहेको होला होइन। यो चाहिँ पर्सनली यही पिसको नै डिफेक्टिभ होला अथवा समथिङ केही होला। अब क्यामेरा एङ्गल तल सरै होला होइन। यो चाहिँ अर्को मैले एडेसिभ किनेको थिएँ कि, यो एडेसिभ सक्सनवाला हुन्छ नि, यो फोनहरूको पछाडि राख्ने यो टेबलहरूमा खस्दाखेरि चाहिँ टेबलहरूमा चाहिँ होइन, फोनहरू राख्दाखेरि चाहिँ त्यो टेबलमा खस्ने। अनि यसमा अब काहीँ केही त्यो फोटोहरू खिच्न मन लाग्यो भने चाहिँ अब अर्कोलाई के भन्नुपर्ने हुन्छ, त्यो ट्याक्क कसरी यो चाहिँ कसरी युज गर्ने भन्दाखेरि चाहिँ यसलाई चाहिँ ठ्याक्क मैले यसमा टालिदिन्छु होइन। अब यो अलिक ठ्याक्क चिप्किरहेको छैन, यसलाई चाहिँ मैले काहीँ गरेर ढ्याप्पै टालिदियो भने चाहिँ यो चाहिँ अब त्यहीँ बस्ने भयो क्या, पुरै राम्रोसँगले बस्दो रहेछ। अनि यो चाहिँ मलाई अलिकति राम्रो पिस लागेर चाहिँ मैले लिएँ है। यो पनि राम्रो छ, म यसको पनि लिङ्क तल यसमा हालिदिन्छु कमेन्टमा। झन् अघि मैले त्यो फोन अड्डाइरहेको थिएँ, यसरी अड्डाइरहेको थिएँ कि। अनि अहिले अलिकति फोन तल आउनुको रिजन चाहिँ त्यो निकालेँ नि त मैले फोन पछाडिबाट। एउटा मात्रै ल्याएको, 2टा ल्याएको देखाउनुहुन्थ्यो। यस्तै छ। यसको पनि म तल पिनमा हालिदिन्छु। दराजमा सजिलोसँग पाइदो रहेछ 2टै होइन। म 2टैको लिङ्क हालिदिन्छु, हेर्नु होला होइन। एन्ड इफ यु लाइक इट यु क्यान टेक इट। सी यु, बाई।